टोल र मेरो बोली कस्तो लाग्दैछ गाइज ल केटाहरू गइरहेछ जोडीहरू चाहिँ साथसाथै छ नि ट्रेनिङ पनि साथसाथै रनिङ पनि साथसाथै सबै कुराहरू साथसाथै हुन्छ है यिनीहरू खोइ अब पछि बे चाहिँ साथसाथै गर्छ नि गर्दैनन् यहाँ चाहिँ छ है समस्या केटाहरू ए आज पुरा 1 2 1 2 1 2 1 2 1 2 1 जुनियरहरूलाई सिनियरहरूले ट्रिट गर्दछ कसरी अर्गनाइज गर्दो रहेछ आज चाहिँ डटफटको नेतृत्वमा आज प्रोग्राम हुन गइरहेछ बोज बो ल गाइस अहिले चाहिँ अब हामी रनिङमा निस्किसकेको छौँ है ल आज शुभ बिहानी सबैलाई शुभ प्रभात सबैमा है ल शुभ बिहानी सबैमा ल अब हाम्रो ओजी बोइजहरू चाहिँ आज टेम्पल जाँदैछ है टेम्पल जाँदैछ अब है एकसँगले लगाएर चाहिँ आजको लङ रनिङ सबैजना ग्रुप वर्क भनेको है अरू बेला चाहिँ हामी पेस लिएर जान्थ्यौँ भने आज चाहिँ हामी सबैजना चाहिँ एकसाथ जान्छौँ है एकसाथ गर्नुको फाइदा अलग छ है र पेस लिनुको फाइदा अलग छ है र आज केटाहरू 2-4 जना बिरामी अवस्था पनि थियो अनि आज चाहिँ हामी पेस लिएर होइन है सबैजना एकैसाथ दौडिनेछौँ है त ल त्यस्तै छ है ल ल अब यहाँदेखि हामी फेरि उकालो लाग्नेछौँ है त ल यहाँदेखि देख्न सक्नुहुन्छ है त ल अब चाहिँ लङ रनिङ हो फ्राइडे है फ्राइडे सन्डे भरे केटाहरूको वेलकम प्रोग्राम पनि छ अरे होइन अब हाम्रै सिनियरहरूले चाहिँ जुनियरहरूलाई दिने ट्रिट हो होइन र सबैजना मिलेर गर्ने र आजको सिनियरहरूले कस्तो चाहिँ आजको है वेलकम प्रोग्राम अर्गनाइज गर्नेछ हामी देख्ने नै छौँ र म यहाँहरूलाई पनि देखाउने नै छु कि हाम्रो ओजिडिसीको युनिटी कस्तो रहेछ केटाहरूले कसरी चाहिँ जुनियरहरूलाई सिनियरहरूले ट्रिट गर्दछ कसरी अर्गनाइज गर्दो रहेछ आज चाहिँ डटफटको नेतृत्वमा आज प्रोग्राम हुन गइरहेछ डटफटले कसरी म्यानेज गरेको छ भरे म हेर्छु होइन डटफट कस्तो रहेछ अनि ल अभिषेकले देखायो बाइसेप देखाउनु थालिसक्यो गर्मी चढ्न थाल्यो नि त गर्मी हुन थाल्यो होइन देखाउनु पर्यो नि परेन ल यसो फेरि उकालो है अर्को रुट आइसकेको छ है अब एकदम हामी भित्र जानेछौँ है हामी यहाँ देख्न सक्नुहुन्छ है सेउती पुलमा आइसक्यो है सेउती पुलमा आइसक्यो अहिले हामी सेन्टरबाट अघि नै हिँडिसकेको है र देख्न सक्नुहुन्छ हाम्रो भाइहरू कसरी आउँछ केटाहरू ए आज पुरा 1 2 1 2 1 2 1 2 1 2 एकदम सँगले सबैको फुटवर्कको चाहिँ ट्याक मिल्नु पऱ्यो है 1 2 1 2 1 2 1 2 यसरी ट्याक छले त्यसरी 1 2 1 2 गरेर मिल्नु पऱ्यो है त केटाहरूको फुटवर्क मिल्नु पऱ्यो र यस्तो छ है अब के भन्नु ल फेरि अगाडि जानेछौँ हामी है सिधा हित्रोमा हेरेर जानु पर्यो है भयो अब अरू बेला चाहिँ हामी पेस लिएर ए ग्रुप र बी ग्रुप बनाएर जान्छौँ होइन आज हामी पुरा टिममा छौँ होइन सबैजना होइन आज के डिफ्रेन्ट लाग्यो कि यता पुगिसकेको सन अरू बेला हामी भनेको नि अब पेस लिएर कुद्थ्यो होइन स्पिड कुद्थ्यो अनि आज चाहिँ अब सबैजना ग्रुपमा हिँड्दा र पेस लिएर हिँड्दा कस्तो के डिफ्रेन्ट पायो तिमीले ग्रुपमा हिँड्दा रमाइलो भयो ग्रुप हिँड्दा रमाइलो भइरहेछ अनि अहिले चाहिँ के हुन्छ भने तिमीहरूको है लोवर बडीलाई मात्रै धेरै जुन अब हामी 1 2 1 2 उयसमा हिँड्छौँ नि फुटमा हिँड्छौँ है त्यतिखेर हाम्रो चाहिँ खुट्टा चाहिँ मुनि है लोवर पार्ट चाहिँ एकदम डर हुने गर्छ है यसरी किन भन्दाखेरि हामीले चाहिँ बिस्तारै हिँड्नुपर्ने हुन्छ नि त सबैको फुटवर्क मिलाउनु पर्छ नि त अनि र अब छिटो जाउँ होइन आफ्नो डिस्टेन्स चाहिँ सकिहालौँ भन्ने हुँदैन नि त त्यस कारणले गर्दाखेरि सबै रनहरूको आफ्नो फाइदा बेनिफिट छ भने होइन लाइक डिसलाइक दुइटैको हुन्छ नि त होइन है बुबे के भन्नु छ यहाँ चाहिँ हाम्रो डटफट के छ
डक्टरलाई केही छैन अहिले। ए डक्टरलाई केही छैन यत्तिकै प्रेसर त ठिकै हो। हो यत्तिकै प्रेसर ठिकै हो तर मेरो यो यसो गर्दा गर्दा सोल्डर यहाँ दुख्नेहरू थियो त्यही भएर नि कि आलु चना के छ ए गु ए गु ल हाम्रो महदौडीहरू चाहिँ साथसाथै छ नि ट्रेनिङ पनि साथसाथै रनिङ पनि साथसाथै सबै कुराहरू साथसाथै हुन्छ है यिनीहरू खोइ अब पछि बे चाहिँ साथसाथै गर्छ नि गर्दैनन् हो यहाँ चाहिँ छ है समस्या ल यो यो ल यतिको त्यो हुनु पर्यो हो अनि हाम्रो प्रसन्न आज नयाँ रुट आएर प्रसन्न खुसी छ कि छैन एकदम खुसी हो अब हाम्रो सेन्टरको राङ्गो होइन एकदमले ह्यान्डसम के छ सम एकदम मजा आइरहेको छ। हो अब हाम्रो इक्सहरू चाहिँ त छ नि सबहरू है रानोहरू चाहिँ आएको छ नि ल रानोहरू चाहिँ यहाँ छ नि ल ल यो चाहिँ अहिले 12 केजी गोठ लगाएर रानोहरूले कुद्दैछन् अनि यो चाहिँ हामी ओजी बोइज है ओजी टिम भनेको यही छ ऊ पछाडि हिँड्दै रहेछ डटफट हिँड्न थालेछ है ए यहाँ त क्यामेरा ल तेर्साउनु पनि फाइदा हुँदो रहेछ हौ अगाडि त आँखा हुन्छ पछाडि आँखा हुँदैन यसो क्यामेरालाई यसो गरेर पनि देखिहाल्यो होइन त ल दाइहरू पनि हाँस्दै हुनुहुन्छ ल चाहिँ अपिल सुरु हुन्छ यहाँदेखि चाहिँ फाट्छ केटाहरूको अझै फाट्छ यहाँदेखि उकालो हुँदै उकालो 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 हुँदै हुँदै फेरि अहिले चाहिँ फेरि एकछिन पछाडि अफ रोड आउँछ यस्तै हो उकालो ओह्रालो जिन्दगी भज्याङ चौतारी यस्तै छ जिन्दगी है ल सक्छ त अनि ल गाइस है अहिले चाहिँ फाइनली हामी चाहिँ यहाँ आइसकेको छौँ देख्न सक्नुहुन्छ है अफ रोड है अफ रोड अफ रोड अफ रोड अफ रोड देख्न सक्नुहुन्छ है एकदमसँगले केटाहरू ल आइसकेको छ पछाडि देख्न सक्नुहुन्छ ए कोही हिँड्ने छैन कोही हिँड्ने छैन हो डोना चाहिँ हिँडिहाल्छ कि भनेर नि ल ल ल ल बोइज मेरो त केटा सास फुल्छ कता यार धेरै बोल्नुपर्छ नि त बोलेर सास फुल्दै हो फेरि हो आम गाइज फाइनली अहिले हामी यहाँनिर उकालो टेम्पलको माथि उकालो चढ्ने ठाउँमा आइसकेको छौँ है र देख्न सक्नुहुन्छ यो म र यो मेरो पल्टन टोलीहरू आउँदैछ 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 बोज ढुङ्गाहरू हेर्ने ढुङ्गाहरू हेर्ने ढुङ्गाहरू हेर्ने गुड बोज ल यस्तो छ फरक्क फर्केर हेर्दाखेरि यो चाहिँ मेरो पल्टने टोली र मेरो बोली कस्तो लाग्दैछ गाइज ल केटाहरू गइरहेछ म बोइज म र यस्तै छ है त ल जो पनि भाइहरू है लङ रनिङ गरिरहेको छ भने जहिले लङ रनिङ गर्ने होइन हप्तामा एकचोटि चाहिँ लङ रनिङ जाने है र कुनै पनि परिचयमा के गर्नुपर्छ कस्तो गर्नुपर्छ फिजिकल एजुकेसन भनेको एउटा भास्ट हुन्छ है त्यस कारणले गर्दाखेरि कुन दिन कुन वर्कआउट गर्ने कुन दिन कुन पेसमा भाग्ने भन्ने कुराहरू पनि धेरै महत्त्वपूर्ण कुरा हुन्छ है मेहनत त्यो तरिकाले चाहिँ पुगिरहेको हुँदैन कि हामी के का लागि मेहनत गर्दैछौँ यो बुझ्नु जरुरी छ र हामीले गरेको मेहनतले प्रोग्रेस दिइरहेको छ कि छैन भन्ने कुराहरू पनि म्याटर गर्छ है त ल गाइस यस्तो छ है अनि रन भनेको चाहिँ केटाहरू कुदिरहेछ देख्न सक्नुहुन्छ ए आइरहेछ है है यो चाहिँ डोना हो डोनाले कुद्न सक्दैन कुदैछ लगभग अब आधी चाहिँ कभर गरिसक्यो आधीभन्दा धेरै कभर गरिसक्यो र आउन लाग्यो होइन रिटर्न मार
ल ओजी बोज हाउ द जोस ओजी बोज यो चाहिँ ओजी बोजको पावर हो है यसै फेरि ल जङ्गलमा कति के छ नि भएको छ होला फेरि है लगभग अब चाहिँ हामी आउन आँटिसकेको छु केटाहरू थाकिसक्यो है इभन मै नै थाकिसकेँ केटाहरू त किन थाक्नु है अब कुदिसकेपछि वर्कआउट गरिसकेपछि रनिङ गरिसकेपछि कुनै पनि वर्कआउट गरिसकेपछि गलिएन भने सास फुलेन साह्रो भएन भने त्यो गरेको भए त ओछ्यानमा शुद्ध भएन त कि कसो बोस हो यत्तिको चाहिँ हुनु पर्यो है ल गाइस फाइनल्ली हामी चाहिँ पुग्न आँटिसकिसकेको छौँ है आजको डेस्टिनेसन लगभग कम्प्लिट हुन लागिसक्यो है आजको लिडिङ क्याप्टेन छ अर्जुन राई है अर्जुन राई फ्रम उदयपुर आजको लिडिङ क्याप्टेन आज नयाँ रुट केटाहरूलाई टेम्पलसम्म ल्याएको त्यो मजा पनि आइरहेछ केटाहरूलाई अलग अलग रुट है देख्न सक्नुहुन्छ पछाडि गल्लो त सबैजना पाक भइसक्यो है यस्तै हो एकछिन भिडियो क्याप्चर गरौँ न केटाहरूको होइन यस्तै हो ल किप मुभ हे डोना डोना ग्याप मेन्टेन डोना ए डोना हो ग्याप बढ्ने गुड बोइज गुड कुकुर पनि कुदिरहेको छ मुनि Hey, boys, how's the sauce? केटाहरू चाहिँ बोल्न सक्ने स्थितिमा छैन सो द्याट यसले चाहिँ नभनेको है ठिकै छ त्यसको लागि एक्सक्युज छ केटाहरूलाई अहिले पुगिसक्न आँट्यो डेस्टिनेसन कम्प्लिट हुन आँटिसक्यो टोक्दैन तान्ने ए केटा ताने ओजी बोइज तान केटा तान दुःख सम्झी भन्दा नि सासमा कन्ट्रोल है दुःखले होइन ब्रिदिङ कन्ट्रोल गुड आइसक्यो हामी उकालो ए लास्टमा छोडेर चल आयो टेम्पल Finally we reach in temple. आइसक्यो है ल फाइनल आइसक्यो अरू हात चाहिँ गरिसकेँ किन ए बनाइसकेको छैन अहिले भरे गरौँ ल कसलाई 25मा रोकिने 25 बिना कोही पनि अगाडि रोकिँदैन हामी रिदममा ट्याक दिने ए 25 बर्फी 50 गर्ने ए भवे ए भूपेन्द्र यता रहेछ भवे ए अर्जुन लिडिङ क्याप्टेन छिटो दिने हो रोडमा रोकिँदैन गलिन्छ हो दिन कडा त्यो गुड बोज हो छोड्ने होइन